नमस्ते, यहाँलाई हार्दिक स्वागत गर्दछु। नमस्कार र धन्यवाद। सर्वप्रथम यहाँको छोटो परिचय दिनुस् न। मेरो नाम तोम्बल तामाङ, गोर्खा नगरपालिका वार्ड नम्बर 11 सिटीमा बस्छु म। हजुर, तपाईँ जुन गोर्खा नगरपालिका वार्ड नम्बर 11 सिटीबाट आज तपाईँ हामीसँग जोडिन आउनु भएको छ। म तपाईलाई केही कुराहरू स्मरण गराउन चाहन्छु। भर्खरै हिजो अस्ति मात्रै हाम्रो नेपालमा नयाँ जेन्जी पुस्ताले जुन अचानक एउटा सपनामा जस्तो अथवा एउटा भदौको भेल जसरी कसैलाई थाहै नभई बिना सूचना एउटा अचानक तरिकाले जुन आन्दोलन नेपालमा गरिएको थियो, जुन आन्दोलनद्वारा नेपाल सरकारै ढालेर नयाँ सरकार दिनुभएको छ। अनि उहाँहरूको योगदानलाई तपाईले कसरी हेर्नु भएको छ, उहाँहरूलाई तपाईले आफ्नो व्यक्तिगत तर्फबाट के भन्न चाहनुहुन्छ? यसको लागि म हाम्रा यस जेन्जी पुस्ताका भाइ बहिनीहरूलाई केही सुझाव सल्लाह दिन चाहन्छु। किनभने त्यसले चाहिँ तपाईहरुले जुन परिवर्तन ल्याउनु भयो, जुन भ्रष्टाचारहरूलाई कठघरामा उभ्याउनलाई तम तयारी हुनुहुन्छ, त्यसको लागि तपाईहरुलाई धन्यवाद भन्न चाहन्छु। र तपाईहरुले दिनुभएका बलिदान अनि तपाईहरुले त्याग र तपस्याको लागि तपाईहरुलाई हार्दिक समवेदन प्रकट गर्दछु। किनभने तपाईहरुले जुन कुराहरू ल्याउनु भएको छ, अब मेरो व्यक्तिगत तर्फबाट नेपालमा केही कुराहरू तपाईहरु समक्ष यस च्यानल मार्फत तपाईहरु समक्ष केही कुराहरू राख्न चाहन्छु र तपाईहरुले यो कुरालाई चाहिँ लागू गरियोस् र हाम्रा अहिले भइरहेका कुराहरूलाई तपाईहरुले स्वीकारिदिनुहोस्, तपाईहरुले हेरिदिनुहोस् यो कुरा ठिक हो होइन भन्ने कुरालाई तपाईहरुले विचार गरियोस्। हाम्रा नागरिक सरकार र जेन्जी पुस्ताका युवा भाइ बहिनीहरू सबैजनाले, किनभने यहाँ चाहिँ मेरो विचार चाहिँ मेरो धारणा चाहिँ के छ भन्दा अलिकति तपाईहरु समक्ष मेरो विचार मेरो धारणाहरू तपाईहरु समक्ष पुगेर त्यसलाई लागू गरियो भने हाम्रो देशलाई धेरै लाभदायी धेरै फाइदा हुनेछन्। किनभने जब चाहिँ तपाईहरुले चाहिँ यो कुरालाई चाहिँ लागू गर्नु पर्यो, जब निष्पक्ष तरिकाले स्वार्थ आफ्नो विवेक आफ्नो अर्काको नभनिकन तपाईहरुले चाहिँ यो कुरालाई चाहिँ लागू गरियोस्। किनभने जब चाहिँ चोर डाका फटा लुटा मानव बेचबिखन जस्ता कार्यहरूलाई चाहिँ यस च्यानल मार्फत भन्न चाहन्छु तपाईहरुले लागू गरियोस्। त्यो कुरालाई चाहिँ संविधानमा लेखियोस्। जसले अपराध गरेको छ त्यसलाई अपराध समातेर अपराध ठार हुन्छ त्यसलाई चाहिँ लागू गरियोस्। कि जब त्यसलाई चाहिँ एउटा किटनिक निकालिदिनुहोस्, किटनिक निकालेर अरूलाई दान गरिदिनुहोस् अथवा त्यसलाई त्यो अपराध ठार गर्ने व्यक्तिलाई त्यसको आँखा निकालिदिनुहोस्। अनि त्यसपछि बल्ल जब नेपालमा भ्रष्टाचार लुटपन्ड अनि बलात्कार हत्या अनि मानव बेचबिखन हो यस्तो कुराहरूमा बिस्तारै बिस्तारै शून्यमा झर्न सक्छ र त्यसबाट चाहिँ राज्यलाई पनि धेरै भन्दा धेरै फाइदा हुन सक्छ। किनभने त्यो भ्रष्टाचार लुटपट डाका त्यस्ताहरू बिस्तारै साम्य हुँदै गयो भने त अहिले जसरी भइरहेको छ त्यो नेपालको कानुनले चाहिँ यस्ता कुराहरू लागू नगरेको कारण जब चाहिँ मानिसहरू सुरिएका छन्, नेपाल सरकारले के गरिरहेको छ भन्दा जब चाहिँ तिनीहरूले चाहिँ जेलमा लगेर अब फाँसी बोक्नलाई चाहिँ पोसाइरहेको छ, तिनीहरूलाई चाहिँ त्यसरी खुवाएर राखेको छ, त्यसबाट चाहिँ के फाइदा लुटिरहेको छ भन्दा हो यिनीहरूले चाहिँ केही गर्दैन, लगेर थुन्ने त हो। त्यसले के हुन्छ र 2-4 वर्षमा हामी निस्किहाल्छ, त्यसपछि हामी अलिकति पैसा पेल्ने बित्तिकै हामी निस्किहाल्छ, त्यसपछि त पछि जे गरे नि हुन्छ हो। त्यो मानसिकता त्यो मानिसहरूबाट हटोस्। त्यो किनभने जब चाहिँ किडनिक निकालिदिनुहोस् धेरै होइन, त्यसको किडनिक निकालेर दान गरिदिनुहोस्, कसैलाई दान गरिदिनुहोस्, कसैलाई बेच्नुहोस्, आँखा निकालिदिनुहोस्, कसैले बेच्नुहोस्, कसैले दान गर्नुहोस्, त्यसबाट राज्यलाई पनि फाइदा हुनेछ र नेपाल सरकारलाई पनि फाइदा हुनेछ र त्यसबाट चाहिँ जुन चोर डाका फटाहरू चाहिँ शून्यमा जान सक्छ। तिनीहरू तर्सित होस्, यो कुरा चाहिँ लागू गरियोस् भन्ने मेरो अपिल। हजुर तोम्बलेजी, अब तपाईले जुन विचारहरू प्रस्तुत गर्नुभयो त्यो चाहिँ अब जति पनि देशमा भइरहेको जुन भ्रष्टाचार मानव बेचबिखन बलात्कार हत्यारा दलालीकरण जति पनि अनियमित आपराधिक गतिविधिहरू भइरहेको छ त्यसलाई चाहिँ नियन्त्रण गर्नुपर्छ र हरेक नागरिकहरू त्यो प्रति कर्तव्यनिष्ठ सचेत हुनुपर्छ भन्ने यहाँको धारणा रहेको छ। अनि त्यसपछि अब जस्तै अब यी सबै कुराहरूलाई अब निर्मूल पार्नको लागि नियन्त्रण पार्नको लागि चाहिँ नेपाल सरकार अथवा नागरिक सरकारले कस्तो खालको नीति नियम बनाउन आवश्यक छ र त्यो नीति नियम अनुसार कुन तरिकाले कार्यान्वयन गर्दाखेरि चाहिँ यो सबै कुराहरू नियन्त्रण हुन सक्छ त्यो विषयमा पनि तपाईले स्पष्ट पारिदिनुस् न। यो त जब साउदी सरकारलाई हेर्नुस्, कसैले पनि आँट नगरियोस्। जब चाहिँ साउदीमा के थियो भन्दा आजभन्दा 10 वर्ष पहिले जब चाहिँ आफ्नै छोरालाई पनि फाँसी दिएको थियो हो, त्यस्तै तरिकाले हाम्रो नेपाल सरकारले पनि केही नयाँ कानुन नयाँ कुराहरू लागू गरियोस्। जब चाहिँ अहिले हाम्रो नेपाल सरकार नेपालमा चाहिँ के भइरहेको छ भन्दा अब कसैले अपराध गरियो, अपराध त्यो व्यक्ति अपराध ठाडियो, त्यसपछि लग्यो अब जेलमा थुन्दियो, जेलमा थुनेपछि के गर्यो अब फाँसी बोक्नलाई चाहिँ मजाले
मासु भात खुवाउने, भत्ता दिने, त्यही कामबाट चाहिँ त्यही कुराहरूबाट चाहिँ सुर्यो। अथवा तिनीहरूले 2-4 महिना थुन्यो, 2-4 महिना बस्यो, पैसा पेल्यो, कहाँबाट आफन्तबाट नेताहरू समातेर के गरेर हुन्छ, तिनीहरू बाहिर निस्क्यो, फेरि भोलिको दस्तखत चाहिँ नेपाल सरकारले के गर्दो रहेछ र जामा लगेर 2-4 दिन थुन्ने त हो नि, जे गरे नि हुन्छ। त्यो कुरो चाहिँ नेपाल सरकारको नियम कानुनबाट बाहिर जाओस्, किनभने यसले चाहिँ लागू गर्नु पर्यो तपाईहरुले। नेपाल सरकारले र अहिले जुन नयाँ सरकार गठन भएको छ, नागरिक सरकार हो, तिनीहरूले चाहिँ यहाँ लागू गर्नु पर्यो। जब चाहिँ त्यो चोट डाँकाहरूलाई चाहिँ कसरी हुन्छ, धेरै गर्नु पर्दैन, तपाईहरुले धेरै दुःख गर्नु पर्दैन। चोट डाँकाहरूले चाहिँ एउटाको किडनी निकालिदिनुस्, किडनी बेचिदिनुस्, राज्यलाई फाइदा हुन्छ। अथवा अर्कोलाई आँखा निकालिदिनुस्, त्यसको आँखा कसैलाई दान दिनुस्, अथवा कसैलाई अब आँखाको आवश्यकता पर्नेहरूलाई, अलि धनी व्यक्तिहरूलाई हो तिनीहरूलाई बेचिदिनुस्, राज्यलाई फाइदा हुन्छ। त्यो अपराधीलाई त दण्ड दिनु पर्यो नि। तर अहिलेको सरकारले यो भन्दा पहिलेको यो संविधानले चाहिँ के गरिरहेको छ भन्दा जब चाहिँ तिनीहरूलाई पालन पोषण गरिरहेको छ, तिनीहरूलाई संरक्षण गरिरहेको छ, त्यो कुराहरूलाई चाहिँ पर राखेर चाहिँ हामीले तपाईहरु जुन नयाँ सरकार, नयाँ पुस्ता अनि त्यसपछि हाम्रा सानो भाइ बहिनीहरू सबैजनाले चाहिँ यो कुरालाई चाहिँ सरकार समक्ष राखेर त्यसपछि कहाँ हुन्छ त्यसलाई चाहिँ हाम्रो अहिले संविधानमा लागू गरियोस् भन्ने चाहन्छु म। हजुर, अब यहाँले भन्नुभयो जुन आपराधिक गतिविधि गराउने जुन व्यक्तिहरूलाई आफ्नो अपराध अनुसारको दण्ड सजाय पाउनुपर्छ भन्ने कुरा स्वीकार्य छ। जुन तरिकाले अब कसैको किडनी निकाल्ने, कसैको आँखा निकाल्ने, यदि नेपाल सरकारले यस्तो खालको कानुन बनायो भने भोलि अन्तर्राष्ट्रिय मानव अधिकार आयोगको चाहिँ अनि नेपाल सरकारप्रति कस्तो खालको गुनासो हुन सक्छ त यो विषयमा पनि तपाईले स्पष्ट पारिदिनुस् न। त्यो कुरा त स्वीकार्नुपर्छ नेपाल सरकारले। जब चाहिँ यो कुराहरू लागू गरियो भने, यो कुराहरू लागू गरियो त्यसपछि के हुन्छ त भन्दा 2-4 जनालाई फाँसी दिए आँखा निकालेर केही नै हुँदैन, 2-4 जनालाई को किडनी निकालेर केही नै हुँदैन। किनभने त्यो चाहिँ जब चाहिँ रोग, चोर, डाका, मानव बेचबिखान जस्तै कानुनहरू पुरा शून्यमा झर्यो भने फाइदा कसलाई? नेपाल सरकारलाई, हाम्रो देशलाई। त्यसकारण साउदीमा आजभन्दा 10 वर्ष पहिले आफ्नै छोरालाई पनि फाँसी दियो। अझै पनि कसैले चोर्यो, डाँक मार्यो, फटा गर्यो, त्यसपछि बलात्कार गर्यो, हत्या गर्यो, मानव बेचबिखान गर्यो, भ्रष्टाचार गर्यो हो, तिनीहरूलाई हरेक दिन साउदीको न्युजमा हेर्यो भने, बाहिर विदेशको न्युजहरूलाई हेर्यो भने तिनीहरूले त्यो गरिरहेछ। त्यो कुरालाई ठुलो मान्नु हुँदैन। हाम्रो सरकारले चाहिँ यो कुरा लागू गर्यो भने अहिले जति पनि नेपाल सरकारले जति पनि लगेर थुनेको छ तिनीहरूलाई फाँसी बोकालाई चाहिँ पालन पोषण गरेको छ, तिनीहरूलाई सुविधा सम्पन्न जेलहरू बनाउँदैछ हो। तिनीहरूमा चाहिँ के हुन्छ त भन्दा राज्यको हरेक दिन 2-4 करोड खर्च भइरहेको छ हो। त्यो खर्च चाहिँ राज्य कोषमा रहन्छ। त्यसपछि त्यो शून्यमा झर्यो भने यो कुरा, यो एउटा मात्र कानुन लागू गर्यो भने सरकार, हाम्रो देशलाई धेरै फाइदा हुन्छ। किनभने मानिस एउटा कसैले हत्या गर्छ, कसैले बलात्कार गर्छ, कसैले मेरो चिज चोरी गर्छ, त्यो कुराबाट मेरो नेपाल सरकारले, हाम्रो नेपाल सरकारले यो कानुन लागू गरेर त्यसपछि हामीलाई पनि शान्ति सुरक्षा भएको अनुभूति गर्न पाओस् भन्ने मेरो भनाइ हो। यहाँको भनाइ अब हाम्रो यस च्यानल मार्फत अब धेरै भन्दा धेरै दर्शकहरूले हेर्दै हुनुहुन्छ र उहाँहरूले पनि आफ्नो विचारहरू अब सही हो कि होइन भन्ने कुराहरू कमेन्टमा उहाँहरूले राख्नु हुने नै छ। तपाईले अर्को यो पनि भनिदिनुहोस्, अब यो जुन अन्तरिम सरकारले चुनाव पछाडि नेपाली जनताले, नेपाली नागरिकले जसलाई अब भोट गरेर छान्न चाहनुहुन्छ, सम्पूर्ण नेपाली नागरिकहरूलाई चाहिँ तपाईले के सल्लाह दिन चाहनुहुन्छ कि कस्तो व्यक्तिलाई छनौट गर्नुपर्छ भनेर तपाईले कसरी सल्लाह दिन चाहनुहुन्छ? यो कुरा त जब हाम्रा सानो भाइ बहिनी, जेन्जी पुस्ताका भाइ बहिनीहरू उहाँहरूले जुन मुद्दा उठाउनु भएको छ त्यो कुरा चाहिँ 100% ठिक हो। किनभने कार्यकारी राष्ट्रपति, कार्यकारी प्रधानमन्त्री जस्तै र मैले पहिले हेरेको थिएँ युट्युबमा, जब चाहिँ पढेका राष्ट्रपति, प्रधानमन्त्री अनि त्यसपछि मन्त्रीहरू उनीहरूले चाहिँ PhD गरेको हुनु पर्यो र गाउँ मेयर भयो भने मास्टर डिग्री, गाउँका एउटा अध्यक्ष भयो भने तिनीहरू त्यसै चाहिँ ब्याचलर पास हुनु पर्यो। यहाँको भनाइ अनुसार चाहिँ अब जति पनि जिम्मेवारी व्यक्तिहरू हुनुहुन्छ आफ्नो क्षमता अनुसारको, कार्यक्षमता अनुसारको योग्यता चाहिँ हुनु पर्यो, योग्यता अनुसारको कार्यक्षमता हुनु पर्यो भन्न खोज्नु भएको? हजुर, त्यही। यो चाहिँ जसले त्यो पढेको छ, जसले मेहनत गरेको छ त्यसले चाहिँ केही न केही परिवर्तन ल्याउँछ। किनभने अहिलेको सरकार, अहिलेको मान्छेहरू चाहिँ पार्टीगत हिसाबले चाहिँ उनीहरूले आफ्नै तरिकाले कहाँ हुन्छ अब देशमा के भइरहेको
भइरहेको छ, देशमा के खाँचो छ हो त्यो कुराहरूलाई हेर्दैन। खालि उनीहरूले के हेरेको छ भन्दा आफ्नै पार्टी, आफ्नो आफन्त, आफ्नो मान्छेहरू कसरी अलिकति तिनीहरू हेर्ने, देशमा कसले के काम गर्छ, कसले के भनिरहेको छ, कसले के मागिरहेको छ, देशले के मागिरहेको छ, देशले के चाहेको हो त्यो कुराहरूलाई चाहिँ हेर्न सकेको छैन। किनभने उनीहरूको अब त्यो हेर्ने सक्ने एउटा योग्यता नै छैन। उनीहरू योग्यता बिना देश चलाएर चाहिँ देशलाई डुबाइरहेको छ। देशलाई भर्खरै हामीले देख्यौँ जस्तो सहानुभूतिका मानिसहरू, सानो वर्गका मान्छेहरू सबैले चाहिँ यो कुरा हाम्रो नेपाल सरकार छ, हामीले चाहेको कुराहरू पाइयो, चाहेको कुराहरू भयो भनेर एउटा महसुस गर्न सकेको होस् भन्ने। हाम्रो देश नेपालमा नेपाली जनता र नेपाली राष्ट्रको लागि राजनीतिक दल, राजनीतिक पार्टीको आवश्यक छ या छैन? छैन, किनभने त्यो पार्टीले केही गरेन। किनभने हामीले देखेकै हो, अब 40 साल पछिको पार्टीहरू कयौं जन्मियो, कयौं गर्यो, कयौं हेर्यो। अब नेपाली कांग्रेस पनि हेर्यो, त्यसले पनि केही गरेन। राप्रपा सरकारलाई पनि हेर्यो, त्यसले पनि केही गरेन। एमाले को सरकार पनि हेर्यो, त्यसले पनि केही गरेन। त्यसकारण हाम्रो नेपालमा पार्टीको आवश्यकता छैन। हामीले चाहेको चाहिँ नेपाली नागरिक हो। नेपाल नागरिक अहिले त्यसको सुरुवात, त्यसको उदय भएको छ। त्यसकारण त्यो उदय भएको हाम्रा नेपाली नागरिक, नेपाली दाजुभाइहरूले त्यो कुराहरूलाई कसरी हुन्छ, हाम्रो देशको हितमा कहाँ हुन्छ, हाम्रो देश भाइ बहिनीहरू त्यो पार्टीहरूको कारण हजारौं मानिसहरू हाम्रो देशमा केही गर्न सक्ने युवाहरू जति चाहिँ सबै विदेशीको छन्। किनभने अब उनीहरूले के देखेको छ भन्दा हाम्रो देशमा भविष्य छैन। त्यसकारण भाइ बहिनीहरू, दाजुभाइहरू, सबैजना दिदीबहिनीहरू सबै विदेशीको छ। त्यसकारण यो पार्टी, यो ग्रुपको कारण, यिनीहरूले भ्रष्टाचार गरेको कारण यो हुन गएको हो भन्ने कुरा। हजुर, यहाँले त भन्नुभयो कि नेपाल देशमा कुनै पनि राजनीतिक पार्टी र दलको कुनै आवश्यकै छैन, नेपाली जनतालाई त्यो स्वीकार्य छैन भनेर यहाँले जुन अभिव्यक्ति राख्नुभयो। अब भनिदिनुहोस् कि नेपालमा रहेको सम्पूर्ण नागरिकहरूलाई अब आउने चुनावमा या अब आउने नेतृत्व व्यक्तिलाई चाहिँ कस्तो खालको व्यक्तिलाई कुन तरिकाले कसरी चयन गर्ने, र अझै पनि अब आउने समयहरूमा जुन हुन गइरहेको चुनावमा कुनै पनि पैसाको खेल चलखेलबाट कुनै नागरिकहरू बिगाउ पनि हुन सक्छ। 2 चोक्टा मासु र 1 गिलास रक्सी अनि 1 माना चिउरामा बिकाउ पनि हुन सक्छ। त्यस्ता नागरिक र त्यस्ता व्यक्तिहरूलाई चाहिँ तपाईले कसरी सम्झाउन चाहनुहुन्छ र कसरी तपाईले आफ्नो व्यक्तिगत धारणाबाट प्रस्ताउन चाहनुहुन्छ? त्यो चाहिँ एउटा हाम्रो नेपालमा एउटा उदाहरणको लागि तिनीहरू अहिलेको कार्यकारी राष्ट्रपति, कार्यकारी प्रधानमन्त्री, उहाँहरू चाहिँ हाम्रो अहिले जुन कुराहरू, जुन कामहरू गरिएको थियो विगत दिनहरू स्वतन्त्र रूपमा, जसले कसैको दबाब, कसैको धम्कीमा होइन, स्वतन्त्र रूपले मैले यो गर्नै पर्छ, कसैले भनेर हुँदैन भनेर एउटा उदाहरण हाम्रा बालेन सरले दिनुभएको छ, हर्क सम्बङले दिनुभएको छ एउटा उदाहरण, त्यसपछि गोबी हमालले दिनुभएको छ एउटा उदाहरण, त्यसपछि अर्को चाहिँ उदाहरण सबभन्दा पहिले चाहिँ कुलमान घिसिङले दिनुभएको छ। कुलमान घिसिङ जब उसलाई अब केही 6 महिना पहिले उसलाई चाहिँ 0 नम्बरमा दिएर उसलाई बर्खास्त गरेको थियो, उसले चाहिँ आज फेरि त्यही बर्खास्त गर्ने ठाउँमै गएर चाहिँ फेरि उसलाई उनीहरूलाई कुराहरू राखेका छन्, केही यो गर्नै पर्छ भनेर चाहिँ उहाँले दबाब दिनुभएको छ। यो चाहिँ यस्तै व्यक्तिहरू जन्मोस्। अब हाम्रो देशमा सन्दुक रोहित ज्यूले भन्नुहुन्थ्यो हाम्रो देशमा सबै कुरा छ, के छैन त भन्दा देशलाई नेतृत्व गर्ने, देशलाई अब सबै सुशासन दिलाउन सक्ने व्यक्तिहरू चाहिँ आजसम्म जन्मिएको छैन। त्यसकारण नेपाली, मलाई दुःख लाग्छ नेपाली दाजुभाइ, नेपाली दिदीबहिनीहरूले अब 55 डिग्रीको गरममा बेल हाल्नु परेको छ। किनभने त्यो चाहिँ अब नेपाल नागरिकको कारण हो। हामीले भन्नुपर्दा, हामीले सोच्नुपर्दा हरेक कुरा छ। यहाँको विचार अनुसार अब आउने सरकारले चाहिँ नेपाली जनतालाई, सम्पूर्ण कृषकहरूलाई चाहिँ अब कृषि क्षेत्रमा अग्रसरता दिलाउनु पर्छ भन्ने भनाइ यहाँको रहेको छ। जस्तै कि जुन ठाउँ अनुसार, जुन भौगोलिक दृष्टिकोणले जहाँ उपयुक्त छ, जुन ठाउँमा जुन उत्पादन वस्तु हुन सक्छ त्यही ठाउँमा त्यसैलाई प्राथमिकता दिने र जसको लागि चाहिँ नागरिक सरकारले चाहिँ आवश्यक अनुदान र उचित परामर्श जस्ता तालिम जस्ता कुराहरू चाहिँ सम्पूर्ण नेपाली नागरिकलाई चाहिँ प्रोभाइड गर्नु पर्यो भन्ने यहाँको भनाइरहेको छ हैन त? हजुर, त्यस्तै अहिलेको सरकारले के गरिरहेको छ भन्दा जब चाहिँ कृषि प्राविधिकहरू छ उनीहरू ठाउँमा गएर जागिर तलब भत्ता खाएको छ, उनीहरू ठाउँमा बसेको छ, तर किसानको खेतबारीमा गएर हेर्नु पर्यो भने उनीहरूलाई भत्ता चाहियो अरे, उनीहरूलाई छुट्टै तलब चाहियो अरे, उनीहरूलाई सेवा सुविधा चाहियो अरे। यस्ता पनि राज्यको सेवा सुविधा दिएको व्यक्ति हुन्छ। तपाईको खेतमा के रोग लागेको छ हो त्यो कुराहरू परीक्षण गरेर हो यसलाई चाहिँ यो कुराहरू लागू हाल्नुहोस्, यो कुराहरू यस्तो गर्नुहोस् भनेर उनीहरूले उदाहरण अथवा उनीहरूले स्याम्पल दिन सक्नुपर्छ। र अहिलेको खेती किसान गर्ने मान्छेहरूले चाहिँ, अहिलेको प्राविधिकहरूले चाहिँ ठाउँमा बसेछ, फोन गर्दा पनि उनीहरू बोलाउँदैन, आउनुहोस् यो ठाउँमा हाम्रो यस्तो समस्या भयो भन्दा उनीहरूले हेर्दैन, देख्दैन। त्यसकारण यो कुराहरूलाई चाहिँ परिवर्तन गरेर
नेपाल सरकारले नागरिक सरकारले चाहिँ लागू गर्नु पर्यो। हरेक टोलमा हरेक गाउँमा पशु डाक्टर अनि त्यसपछि वो खेती किसानको लागि जेडिओ त्यो कुराहरू चाहिँ लागू गरियो। हजुर, जस्तै अब यहाँले उत्पादनको कुराहरू गर्नुभयो, कृषकको पीडा अनि समस्याहरू पनि राख्नुभयो। जस्तै कि तपाईँले उत्पादन क्षेत्रलाई अगाडि बढाउनु पर्छ भन्ने विचार राख्दै गर्दाखेरि कृषकले जति पनि समस्याहरू झेल्नु परेको छ, जसले अब धान रोप्न खोज्छु त्यसको गह्रमा अब पानी पुगेको हुँदैन, सिँचाइको समस्या छ, खोलाले भत्काउँछ, बाढी पहिरोले लान्छ, अथवा कुनै सरकारी निकायबाट सिँचाइ कुलो बनाउनको लागि बजेटहरू छुट्याएको हुँदैन र अब समय समयमा तपाईँको अब जिडिओबाट या सरकारी पक्षबाट कुनै पनि जमिनको माटोको परीक्षण भएको हुँदैन। किसानले उत्पादन गर्न खोज्दा पनि त्यहाँ अनुकूल वातावरण सिर्जना नगरिएको र कुनै पनि विशेषज्ञले तालिम र ज्ञान, चेतनामूलक ज्ञानहरू नदिएको कारणले चाहिँ किसानहरूले एकदमै समस्याहरू भोग्नु परेको छ, झेल्नु परेको छ। यस्तो खालको समस्याहरूलाई निर्मूल पार्नको लागि, समाधान गर्नको लागि चाहिँ तपाईँको राय सल्लाह सुझावहरू के छ त नागरिक सरकारप्रति? ठाउँमा हरेक ठाउँमा अब हाम्रो नेपालमा कुनै पनि कुरामा निर्भरता छैन। अहिले भन्ने हो भने यो कुरा चाहिँ निर्भर नभएको कारण चाहिँ के छ त भन्दा अब तपाईँको त्यो खालको शिक्षा छैन। जेडिओ छ, ठाउँमा बसेर उसले तलब भत्ता खाने मात्रै भइरहेको छ। जसले अब यो कुरा चाहिँ ठाउँमा आएर गर्यो भने हाम्रो नेपालमा के हुँदैन, यही उत्पादन हुन्छ, यही हुन्छ। हाम्रा नेपाल नागरिक सरकार र जेएनजी पुस्तकका हाम्रा भाइ बहिनीहरू र अहिले हाम्रा नेपालमा जुन जे कुराको आवश्यकता थियो त्यो कुराहरू केही कुराहरूमा दर्शाएको छ, कहीँ कतै केही कुराहरू दर्शाएको छ। जब हाम्रो नेपालमा खालि भ्रष्टाचार, चोर, गुण्डागर्दी पार्टीका कारण, झोलेका कारण त्यो भइरहेको थियो हो, त्यो कुराहरूलाई निर्मूल पार्ने, तिनीहरूलाई चाहिँ समाप्त पार्ने र हाम्रा देशमा नयाँ नेता, नयाँ सरकार सबैजनालाई धन्यवाद। किनभने र हाम्रा जेएनजी यो पुस्तकमा भाइ बहिनीहरू जतिले आफ्नो ज्यान ती आन्दोलनको लागि, देशको लागि दिनुभएको छ, उहाँहरूलाई हार्दिक समवेदन प्रकट गर्दछु र उहाँहरूका आफन्तजनहरूले शान्ति अनि उहाँहरूले मेरो छोरा, मेरो छोरीले देशको लागि आफ्नो शरीर, आफ्नो ज्यान बलिदान दिनुभयो र मेरो छोराले केही गर्यो भन्ने एउटा मनुष्य राख्न सकेको होस् र उहाँहरूलाई सबै परिवारहरूलाई शान्त, सुशासन र अनि देशमा भएका दङ्गा हो हल्ला तिनीहरूलाई चाहिँ सान्त्वना र देशमा चाहेको चाहिँ नेपालमा पनि सरकार छ भन्ने भावना सम्पूर्ण जनवर्गीय सबैजनामा यो कुराहरूको महसुस गरोस् भन्ने मेरो चाहन्छु।